नमस्ते एभ्रिवान, तपाईँलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी कमर्सियल ब्याङ्क युनिटबाट 2025 मा सोधिएको यो 30 नम्बरको क्वेसनलाई चाहिँ सल्भ गर्नेछौँ। अब यो क्वेसनलाई सल्भ गर्नुभन्दा अगाडि सुरुमा हामी क्वेसन पढ्नेछौँ। क्वेसनले के भन्दैछ त्यो कुराहरू राम्रोसँग बुझ्नेछौँ। त्यसपछि मात्रै हामी यो क्वेसनलाई सल्भ गर्नेछौँ है। अब तपाईहरुसँग ओल्ड इज गोल्ड छ भने तपाईले आफ्नो ओल्ड इज गोल्डबाट क्वेसन हेर्नु होला। ओल्ड इज गोल्ड छैन भने चाहिँ म यहाँनिर क्वेसन पढ्छु, तपाईले ध्यान दिएर सुन्नु होला है त। अब यो क्वेसनले के भन्दैछ भन्देखि द फलोइङ आर द ब्यालेन्स शीट एन्ड इन्कम स्टेटमेन्ट आइटम्स रुपिज इन मिलियन एक्सट्र्याक्टेड फ्रम द फाइनेन्शियल स्टेटमेन्ट अफ एक्सिस ब्याङ्क लिमिटेड एज अफ फिस्कल इयर इन 2080-81 भन्दैछ। अब यहाँनिर चाहिँ हामीलाई एउटा यो एक्सिस ब्याङ्क भन्ने ब्याङ्कको चाहिँ फिस्कल इयर इन 2080-81 बाट यो फाइनेन्शियल स्टेटमेन्टहरु चाहिँ एक्सट्र्याक्ट गरेर दिएको रहेछ के है। यहाँनिर हामीलाई ब्यालेन्स शीट र इन्कम स्टेटमेन्ट दिएको छ भन्दैछ र अमाउन्ट जति चाहिँ मिलियनमा छ भनेर भन्दैछ है। अब तपाईले अलिकति तलतिर हेर्नुभयो भने यहाँनिर एउटा टेबलमा हामीलाई यो ब्यालेन्स शीट दिएको छ। यो ब्यालेन्स शीटमा हामीलाई एसेट को एउटा कोलम दिएको छ अनि अर्को यो एसेटहरुको बुक भ्यालु कति कति छ त्यो कुरा दिएको छ। अनि यो एसेटहरुको चाहिँ यो रिस्कको वेट चाहिँ कति कति पर्सेन्टेज छ भनेर दिएको छ है त। अनि तपाईले राम्रोसँग विचार गरेर हेर्नुभयो भने यो ब्यालेन्स शीटमा चाहिँ हामीलाई दुई किसिमको एसेटहरु दिएको छ है। एउटा अन ब्यालेन्स शीट एसेटहरु दिएको छ अनि अर्को भनेको अफ ब्यालेन्स शीट एसेटहरु दिएको छ। ल तपाईले ध्यान दिएर हेर्नुभयो भने यहाँ देखि हामीलाई यहाँसम्म चाहिँ यो अन ब्यालेन्स शीट एसेटहरु दिएको छ अनि यहाँनिर तलतिर चाहिँ हामीलाई यो अफ ब्यालेन्स शीट एसेटहरु दिएको छ है। अनि यो प्रत्येकको बुक भ्यालु कति कति छ भन्ने कुरा दिएको छ अनि यो एसेटहरुको चाहिँ हामीलाई रिस्कको वेट पनि पर्सेन्टेजमा दिएको छ। ल यसरी हामीलाई सुरुमा यो ब्यालेन्स शीट दिएको रहेछ एक्सिस ब्याङ्क लिमिटेडको। त्यसपछि तपाईहरुले अलिकति तलतिर हेर्नुभयो भने अर्को टेबलमा हामीलाई ग्रस इन्कम भनेर सायद इन्कम स्टेटमेन्ट दिएको होला। यहाँनिर हामीलाई तीनवटा फिस्कल इयरको चाहिँ यो इन्फर्मेसनहरु दिएको छ। यहाँनिर पार्टिकुलर्स भनेको छ सुरुमा अनि 2078, 79, 79, 80 अनि 80 र 81 गरेर तीनवटा फिस्कल इयरको हामीलाई यो इन्कमहरु चाहिँ दिएको छ है त। अनि अलिकति तलतिर तपाईले हेर्नुभयो भने यहाँनिर हामीलाई फरेन करेन्सीको रिजर्भ र एक्सचेन्ज रेटहरु दिएको छ है। यहाँनिर चाहिँ हामीलाई यो बैंकसँग फरेन करेन्सीहरुको रिजर्भ कति कति छ अनि तिनीहरुको एक्सचेन्ज रेट कति कति छ भन्ने कुरा दिएको छ है। यदि तीनवटा इन्फर्मेसनहरु चाहिँ हामीलाई यहाँनिर दिएको छ। सुरुमा यसले हामीलाई ब्यालेन्स शीट दिएको छ। यो ब्यालेन्स शीट भित्र पनि अन ब्यालेन्स शीट एसेटहरु छ अनि अफ ब्यालेन्स शीट एसेटहरु छ। त्यसपछि हामीलाई ग्रस इन्कम भनेर इन्कमहरु दिएको छ अनि यहाँनिर फरेन करेन्सीहरुको रिजर्भ र एक्सचेन्ज रेट कति कति छ भन्ने कुरा दिएको छ है त। त्यसपछि अलिकति तलतिर तपाईले हेर्नुभयो भने अरु एडिशनल इन्फर्मेसनहरु दिएको छ। यहाँनिर के भन्दैछ भन्देखि द एक्सिस बैंक हैज कोर क्यापिटल अफ रुपीज 98,000 मिलियन भन्दैछ। अब यो एक्सिस बैंकको कोर क्यापिटल चाहिँ 98,000 मिलियन रहेछ अनि सप्लिमेन्टरी क्यापिटल चाहिँ 15,500 मिलियन रहेछ। द सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर 2 इज rupees 5,500 million and the minimum core capital to be maintained by the bank is 6% भनेर भन्दैछ है। अब यसले हामीलाई कोर क्यापिटल दिएको छ, सप्लिमेन्टरी क्यापिटल दिएको छ अनि सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर 2 भनेर 5,500 मिलियन दिएको छ अनि मिनिमम कोर क्यापिटल चाहिँ बैंकले 6% मेन्टेन गर्नुपर्छ भनेर हामीलाई यो मिनिमम कोर क्यापिटल को रेशियो चाहिँ दिएको छ है। त्यसपछि यसले हामीलाई यहाँनिर रिक्वायर्डमा के क्वेशन्सहरु सोधेको छ। ए नम्बरमा क्याल्कुलेट द क्रेडिट रिस्क वेटेड एक्सपोजर अफ एक्सिस बैंक भन्दैछ। अब यसले हामीलाई सुरुमा चाहिँ यो एक्सिस बैंकको क्रेडिट रिस्क वेटेड एक्सपोजर चाहिँ क्याल्कुलेट गर भन्नु है। अब यो क्रेडिट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्दाखेरि चाहिँ हामीले जहिले पनि यो अन ब्यालेन्स शीट आइटम र अफ ब्यालेन्स शीट आइटमबाट चाहिँ क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। यो कुरा चाहिँ तपाईले बुझ्नु पर्यो है त। क्रेडिट रिस्क भनेको चाहिँ बैंकले दिएको त्यो क्रेडिट हैन, त्यो ऋणहरु दिन्छ नि, हो त्यसबाट सिर्जना हुने रिस्कलाई चाहिँ हामी क्रेडिट रिस्क भन्छौं। हो त्यो क्रेडिट रिस्क वेटेड एक्सपोजर चाहिँ कति छ त यो एक्सिस बैंकको त्यो निकाल भन्नु। अनि बी नम्बरमा चाहिँ क्याल्कुलेट टोटल रिस्क वेटेड एक्सपोजर अफ अपरेशनल रिस्क एज्युमिङ 15% अल्फा एन्ड 10 टाइम्स रिस्क वेट भन्दैछ। अब यसले हामीलाई बी नम्बरमा चाहिँ यो अपरेशनल रिस्क वेटेड एक्सपोजर चाहिँ क्याल्कुलेसन गर भन्दैछ अनि यसमा हामीले 15% चाहिँ अल्फा एज्युम गर्नु पर्यो अरे अनि रिस्कको वेट चाहिँ 10 टाइम्स छ भन्ने कुरा चाहिँ एज्युम गर्नु पर्यो भन्दैछ है त।
अब यो अपरेसनल रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ जहिले पनि हामीले यो टेबलबाट क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। तपाईले यो कुरा चाहिँ बुझ्नु पर्यो ल। त्यसपछि सी नम्बरमा एज्युम दैट द नेट ओपन पोजिसन एप्रोच टू मेजर द कैपिटल रिक्वायरमेंट फॉर market risk requires the bank to allocate 5% of its net open position as capital charge for market risk, assuming a risk weight of 10 times. Calculate the risk weighted exposure for market risk of Axis Bank भन्दैछ। अब यसले हामीलाई सी नम्बरमा चाहिँ मार्केट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर भन्दैछ। अनि त्यसमा हामीले 5% चाहिँ एलोकेट गर्नुपर्ने रहेछ यो क्यापिटल चार्जको रूपमा। अनि त्यसपछि 10 टाइम चाहिँ रिस्क वेट दिएको छ है। त्यसरी हामीले यो क्वेशनले चाहिँ हामीलाई सी नम्बरमा मार्केट रिस्क चाहिँ क्याल्कुलेट गर भन्दैछ है। अब यो मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ जहिले पनि हामीले यो करेन्सीहरुको रिजर्भ र यो एक्सचेन्ज रेटको जुन टेबल दिएको छ नि यहाँबाट क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। ए नम्बरमा हामीलाई यसले क्रेडिट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्न भनेको छ, त्यो चाहिँ हामीले यो ब्यालेन्स सिटबाट क्याल्कुलेसन गर्नु पर्यो। अनि बी नम्बरमा चाहिँ हामीलाई अपरेसनल रिस्क क्याल्कुलेसन गर भन्दैछ। अपरेसनल रिस्क चाहिँ हामीले यो टेबलबाट क्याल्कुलेसन गर्नु पर्यो। अनि सी नम्बरमा चाहिँ हामीलाई मार्केट रिस्क क्याल्कुलेट गर भन्दैछ। मार्केट रिस्क चाहिँ हामीले यो टेबलबाट क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है त। क्रेडिट रिस्क भनेको चाहिँ बैंकहरुले जुन ऋणहरु दिएको हुन्छ नि त्यहाँबाट सिर्जना हुने जोखिमलाई चाहिँ हामी क्रेडिट रिस्क भनेर भन्छौं। अपरेसनल रिस्क भनेको चाहिँ यो सञ्चालन गर्दाखेरि हैन, यो बैंकहरुलाई सञ्चालन गर्दाखेरि सिर्जना हुने जोखिमलाई हामी अपरेसनल रिस्क भन्छौं। अनि यो मार्केट रिस्क भनेको चाहिँ एक्सचेन्ज रेटहरु मा आएको त्यो परिवर्तनले गर्दाखेरि सिर्जना हुने जोखिमलाई चाहिँ हामी मार्केट रिस्क भनेर भन्छौं। त्यही भएर हामीले यो छुट्टा-छुट्टै टेबलबाट यो छुट्टा-छुट्टै रिस्कहरु चाहिँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ है त। त्यसपछि डी नम्बरमा हामीलाई व्हाट इज द टोटल रिस्क वेटेड एक्सपोजर अफ एक्सिस बैंक भन्दैछ। अब यो एक्सिस बैंकको चाहिँ टोटल रिस्क वेटेड एक्सपोजर कति हुन्छ त्यो क्याल्कुलेसन गर भन्दैछ। अब यो टोटल रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्नको लागि चाहिँ हामीले यो क्रेडिट रिस्क वेटेड एक्सपोजर हैन यसलाई, अनि अपरेसनल रिस्कलाई, अनि यो मार्केट रिस्कलाई, अनि प्लस यो सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर 2 लाई चाहिँ जोड्नु पर्ने हुन्छ है। यो चारवटा रिस्कहरुलाई जोड्यो भने चाहिँ टोटल रिस्क वेटेड एक्सपोजर आउँछ। अनि ई नम्बरमा क्याल्कुलेट द कोर क्यापिटल रेशियो, यो कोर क्यापिटल रेशियो क्याल्कुलेट गर भन्नु। मिनिमम कोर क्यापिटल रिक्वायरमेन्ट पनि क्याल्कुलेसन गर भन्नु। अनि क्यापिटल एडेक्वेसी रेशियो पनि क्याल्कुलेट गर भनेको छ है त। त्यसपछि एफ नम्बरमा चाहिँ हामीलाई यसले क्याल्कुलेट रिक्वायर्ड क्यापिटल फन्ड, यो क्यापिटल फन्ड चाहिँ कति, रिक्वायर्ड क्यापिटल फन्ड चाहिँ कति हुन्छ त्यो कुरा क्याल्कुलेट गर भन्नु। अनि रिक्वायर्ड क्यापिटल फन्ड इज 11% अफ द टोटल रिस्क वेटेड एक्सपोजर, डज द बैंक हैव एडेक्वेट क्यापिटल टु सपोर्ट इट्स एक्सपोजर भन्दैछ। अब यो 11% चाहिँ भयो भने क्यापिटल यसको रेशियो चाहिँ क्यापिटल फन्डको रेशियो चाहिँ 11% भयो भने बैंकसँग चाहिँ पर्याप्त मात्रामा क्यापिटल हुन्छ त यो यसलाई सपोर्ट गर्नको लागि चाहिँ हैन, यो एक्सपोजरलाई चाहिँ सपोज गर्नको लागि पर्याप्त मात्रामा क्यापिटल हुन्छ भन्ने टाइपको क्वेशन सोधिरहेको छ है त। ल क्वेशन चाहिँ यस्तै टाइपको तपाईलाई यो टाइपको क्वेशन आउँदाखेरि जहिले पनि यही तरिकाबाट आउने हो कि यही प्याटर्नमा आउने हो। हेर्नु त यो 2025 मा सोधेको क्वेशन अनि अरु तपाईले हेर्नु भयो भने यो 2023 मा सोधेको क्वेशन पनि लगभग सेम प्याटर्नको छ नि है। हेर्नु त है सबै कुराहरु लगभग उस्तै छ। त्यही टेबल दिएको छ, तीनटा टेबल दिन्छ हामीलाई नर्मली हैन। यो टेबलबाट हामीले अपरेसनल रिस्क क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। अनि यो टेबलबाट हामीले मार्केट रिस्क क्याल्कुलेट गर्नुपर्ने हुन्छ। यो कुराहरु तपाईले बुझ्नु पर्यो है। त्यसपछि अब अरु पनि हामीले क्वेशन्सहरु सोध्दाखेरि यही प्याटर्नमा क्वेशन्सहरु सोध्छ के। यहाँ पनि अर्को क्वेशन दिएको छ, सेम प्याटर्नको क्वेशन छ, लगभग उस्तै प्याटर्नको छ। त्यही भएर तपाईले एक दुईटा प्रब्लमहरु सल्भ गर्न जान्नु भयो भने अरु क्वेशन्सहरु पनि सल्भ गर्न सक्नुहुन्छ, त्यस्तो अप्ठ्यारो छैन है त। ल अब हामी ढिला नगरिकन यो 2025 मा सोधेको क्वेशनलाई सल्भ गर्छौं। अब स्टार्टिङ चाहिँ हामी रिक्वायर्ड नम्बर ए बाटै गर्छौं है। सुरुमा हामी ए नम्बरको सक्छौं, त्यसपछि क्रमशः बी सी डी ई एफ गर्दै हामी जान्छौं ल। अब सुरुमा हामी के कुरा क्याल्कुलेसन गर्छौं भन्देखि यहाँनिर सबैभन्दा सुरुमा चाहिँ हामी यो के भन्छ क्रेडिट रिस्क वेटेड एक्सपोजर चाहिँ क्याल्कुलेसन गर्छौं है। यहाँनिर मैले क्याल्कुलेसन भने क्याल्कुलेसन अफ क्रेडिट रिस्क वेटेड WEIGSTED क्रेडिट रिस्क वेटेड एक्सपोजर भनेर भने है। क्याल्कुलेसन अफ क्रेडिट
रिस्क वेटेड एक्सपोजर भनेर भने। अब त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भनेदेखि यो जुन हामीलाई ब्यालेन्स सिट दिएको छ नि यसलाई चाहिँ हामीले सुरुमा सार्नु पर्यो। यो ब्यालेन्स सिटलाई चाहिँ हामीले सुरुमा सार्नु पर्यो ल। सुरुमा जस्ताको त्यस्तै सार्नु पर्यो। त्यसपछि अरू एक दुईवटा कोलमहरू हामीले अझै एड गर्नुपर्ने हुन्छ, त्यो कुरा म तपाईँलाई सिकाउँछु ल। सुरुमा यो ब्यालेन्स सिट हामीले यहाँनिर सारौँ। एसेस्ट भने मैले एसेस्ट भनेर यहाँनिर लेखेँ। अब एसेस्टमा हामीले के एसेसहरू दिएको छ त्यो लेख्नु पर्यो। त्यसपछि यहाँ बुक भ्यालु भनेर लेख्नु पर्यो हामीले। बुक भ्यालु यहाँ मैले बुक भ्यालु भनेर लेखिदिएँ। बुक भ्यालु कति दिएको छ त्यो लेख्नु पर्यो। त्यसपछि रिस्कको वेट हामीलाई दिएको छ, यो पनि लेख्नु पर्यो। रिस्क वेट भन्ने यहाँनिर रिस्क वेट भन्ने RISK रिस्क WEIGST रिस्क वेट यो भनेको पर्सेन्टेजमा छ है। त्यसपछि हामीले अर्को कोलम यहाँनिर एड गर्नुपर्ने हुन्छ, यो बुक भ्यालु होइन, यो बुक भ्यालु इन्टु यो रिस्क वेटलाई चाहिँ हामीले मल्टिप्लाई गर्नु पर्यो ल। यो वेटलाई चाहिँ मल्टिप्लाई गर्नु पर्यो WEIGST, यो वेटलाई चाहिँ हामीले मल्टिप्लाई गर्नु पर्यो है। यसरी हामीले एउटा कोलम चाहिँ एक्स्ट्रा थप्नुपर्ने हुन्छ ल। अब एसेस्टहरू लेखौँ यहाँनिर। सबैभन्दा सुरुमा हामीलाई क्लेम अन सेन्ट्रल ब्याङ्क भनेर दिएको छ, यो हामीले सुरुमा सार्नु पर्यो। क्लेम अन सेन्ट्रल ब्याङ्क भनेर भन्दा मैले यतादेखि नै सारेँ ल। CLAIM क्लेम अन सेन्ट्रल ब्याङ्क भनौँ। क्लेम अन सेन्ट्रल ब्याङ्क भनेर हामीलाई पहिलो एसेस दिएको छ। अब यसको बुक भ्यालु कति छ हेर्नु त। यसको बुक भ्यालु भनेको 3500 दिएको छ, यो 3500 दिएको छ। यो सबै अमाउन्टहरू चाहिँ मिलियनमा दिएको छ है। त्यसपछि यसको यो रिस्कको वेट चाहिँ कति छ, यसको रिस्क वेट भनेको 0% छ ल। यो हामीलाई 0%मा दिएको छ। त्यसपछि अर्को एसेस्ट हामीलाई लोन्स एन्ड एडभान्स भनेर दिएको छ है। यो लोन्स एन्ड एडभान्स भनेर हामीले सार्नु पर्यो। LOANS लोन्स एन्ड एडभान्स भनेर सार्नु पर्यो। लोन्स एन्ड एडभान्स भनेर सार्नु पर्यो। लोन एन्ड एडभान्स हामीलाई कति दिएको छ हेर्नु त। लोन एन्ड एडभान्स भनेको हामीलाई जम्मा 2 लाख रुपियाँ दिएको छ है। 2 लाख दिएको छ, यो 2 लाख हामीले सार्नु पर्यो। त्यसपछि यहाँनिर यसको वेट कति छ त, यहाँनिर 100% दिएको छ। रिस्कको वेट चाहिँ 100% दिएको छ। त्यसपछि अर्को हेर्नु त, अर्को हामीलाई क्लेम्स अन फरेन गभर्मेन्ट भनेर दिएको छ, यो सार्नु पर्यो। CLAIMS क्लेम्स अन फरेन गभर्मेन्ट भन्ने FOREIGN फरेन गभर्मेन्ट भन्ने क्लेम्स अन फरेन गभर्मेन्ट भन्ने। यसको बुक भ्यालु हामीलाई 25,000 दिएको छ, यो 25,000 यहाँनिर लेख्नु पर्यो। त्यसपछि यसको वेट कति छ त, यसको वेट भनेको 150% दिएको छ, 150% दिएको छ। त्यसपछि अर्को हामीलाई क्लेम्स अन पब्लिक सेक्टर इन्टिटी भनेर दिएको छ, यो पनि सार्नु पर्यो। CLAIMS क्लेम्स अन पब्लिक सेक्टर इन्टिटी भन्ने ल। इन्टिटी भन्ने यो हामीलाई कति दिएको छ, यो 50,000 दिएको छ। यो 50,000 मैले यहाँनिर लेखिदिएँ। अनि यसको वेट भनेको कति छ, यसको वेट भनेको 100% दिएको छ। त्यसपछि हामीलाई क्लेम्स अन फरेन ब्याङ्क भनेर दिएको छ, यो पनि सार्नु पर्यो। क्लेम्स अन फरेन ब्याङ्क भन्ने FOREIGN फरेन ब्याङ्क भन्ने क्लेम्स अन फरेन ब्याङ्क्स भनेर हामीलाई 20,000 दिएको छ, यो पनि जस्ताको त्यस्तै सार्नु पर्यो। अनि यसको वेट भनेको हामीलाई 150% दिएको छ। त्यसपछि क्यास इन ट्रान्जिट भनेर दिएको छ, क्यास इन ट्रान्जिट भनेर दिएको छ। क्यास इन ट्रान्जिट भनेर लेख्ने। क्यास इन ट्रान्जिट हामीलाई 5,000 दिएको छ, यो 5,000 यहाँनिर लेख्नु पर्यो। अनि यसको वेट भनेको हामीलाई 20% दिएको छ। यसरी हामीले यो एसेस्टहरू सार्नु पर्यो होइन। यसको बुक भ्यालुहरू सार्नु पर्यो। अनि यसको यो रिस्कको वेट कति दिएको छ त्यो हामीले सार्नु पर्यो है। सबैभन्दा सुरुमा तपाईँले यो काम गर्नुपर्छ ल, यो एसेस्टहरू सार्ने होइन, एसेस्टहरू सार्नु पर्यो। त्यसपछि त्यसको बुक भ्यालु कति दिएको छ त्यो पनि हामीले सार्नु पर्यो। अनि रिस्कको वेट कति पर्सेन्टेज दिएको छ त्यो पनि हामीले सार्नु पर्यो है। यसरी सारिसके यो हामीले अन ब्यालेन्स सिट एसेसहरू सार्यौँ ल। हामीलाई यहाँनिर अफ ब्यालेन्स सिट एसेसहरू पनि दिएको छ नि त, हेर्नु त है। यो यहाँसम्म अहिले हामीले सार्यौँ। यो भनेको हामीहरूको यो अन ब्यालेन्स सिट एसेसहरू हो, ब्यालेन्स सिटभित्र जाने एसेसहरू हो कि। अब यहाँदेखि तल चाहिँ हामीलाई यो अफ ब्यालेन्स सिट एसेसहरू दिएको छ, यसलाई पनि हामीले सार्नु पर्यो ल। यहाँ चाहिँ यसले छुट्याएर दिएको छ, मैले चाहिँ एकै ठाउँमा सारिदिएँ ल। अब लेटर अफ क्रेडिट कमिटमेन्ट भनेर मैले सारिदिएँ तल। यहाँदेखि तलको चाहिँ हामीहरूको यो अफ ब्यालेन्स सिट एसेसहरू हो है। लेटर LETTER लेटर अफ क्रेडिट कमिटमेन्ट भन्ने मैले क्रेडिट कमिटमेन्ट COMMITMENT लेटर अफ क्रेडिट कमिटमेन्ट भनेर सारे। यो हामीलाई 35,000 दिएको छ, 35,000 दिएको छ।
अनि यसको वेट हामीलाई 20% दिएको छ। त्यस पछाडि फाइनान्शियल ग्यारेन्टी भनेर दिएको छ। फाइनान्शियल ग्यारेन्टी GURANTE फाइनान्शियल ग्यारेन्टी भनेर हामीलाई 15,000 दिएको छ बुक भ्यालु। अनि यसको वेट हामीलाई कति दिएको छ त 100% दिएको छ। यसरी हामीलाई दिएको छ। ल तपाईले सबैभन्दा सुरुमा यसरी क्वेशन सार्नु है। यहाँनिर हामीलाई एसएस भनेर दिएको छ, बुक भ्यालु भनेर दिएको छ, अनि रिस्क वेट हामीलाई पर्सेन्टेजमा दिएको छ। हामीले यो क्वेशन सार्नु पर्यो। सुरुमा यो क्लेम अन सेन्ट्रल बैंक लेख्ने, यसको बुक भ्यालु लेख्ने, रिस्कको वेट लेख्ने, यसै गरी सबैको क्रमशः लेख्दै जाने। अब यसले चाहिँ हामीले यहाँनिर जोडेर दिएको छ। मैले चाहिँ यो जोडेर लेखिन ल, मैले चाहिँ सबैलाई एकै ठाउँमा लेखिदिए जोडिन है। यति गर्नु पर्यो सुरुमा ल। त्यस पछाडि हामीले के गर्नु पर्यो भनेदेखि अब यो बुक भ्यालु र रिस्कको वेटलाई चाहिँ मल्टिप्लाई गर्नु पर्यो के। बुक भ्यालु र रिस्कको वेटलाई चाहिँ मल्टिप्लाई गर्नु पर्यो। मल्टिप्लाई गर्दाखेरि कति हुन्छ हेर्नु त कति हुन्छ हेर्नु त। यो मल्टिप्लाई गर्दाखेरि कति हुन्छ हेर्नु ल। 3500 को 0% भनेको कति हुन्छ 3500 को 0% भनेको 0 नै हुन्छ। अब यो 2 लाख को 100% राख्नु पर्यो हामीले यहाँनिर। 2 लाख को 100% भनेको कति हुन्छ 2 लाख को 100% भनेको 2 लाख नै हुन्छ है। 2 लाख को 100% भनेको 2 लाख नै हुन्छ। त्यस पछाडि यो 25,000 को 150% राख्नु पर्यो हामीले। 25,000 को 150% कति हुन्छ 25,000 को 150% कति हुन्छ भन्नु त। यो हामीले मल्टिप्लाई गर्नु पर्यो। 25,000 को 150% भनेको कति हुन्छ, यो भनेको 37,500 हुन्छ है। यो 25,000 को 150% भनेको यो दुईटा मल्टिप्लाई गरेर राख्ने होइन है, यसको पर्सेन्टेज निकालेर राख्ने भनेको ल। यो 25,000 को 150% भनेको 37,500 हुन्छ। त्यस पछाडि 50,000 को 100% कति हुन्छ त्यो राख्नु पर्यो। 50,000 को 100% भनेको 50,000 नै हुन्छ हैन। अनि यो 20,000 को 150% कति हुन्छ 20,000 को 150% भनेको जम्मा हामीहरुको 30,000 हुने भयो हैन। 30,000 हुने भयो। यसरी गर्नु पर्यो है। हेर्नु त 20,000 को 150% भनेको 1.5 भयो हैन। भनेको 30,000 हुने भयो। पर्सेन्टेज निकालेर चाहिँ राख्ने होला। अनि यो 5,000 को 20% कति हुन्छ 5,000 को 20% भनेको 1,000 हुने भयो हैन। त्यसैगरी 35,000 को 20% भनेको 35 दुना 70 7,000 हुने भयो। अनि यो 15,000 को 100% भनेको 15,000 नै हुने भयो। यसरी हामीले यो बुक भ्यालु र वेटलाई चाहिँ यो रिस्कको वेटलाई चाहिँ मल्टिप्लाई गरेर त्यो पर्सेन्टेज निकालेर भनौं न यसरी हामीले राख्नु पर्ने हुन्छ ल। यसरी तपाईले गर्नु पर्यो है त। सबैभन्दा सुरुमा एसेसहरु सार्ने, त्यसको बुक भ्यालुहरु सार्ने, रिस्कको वेट कति पर्सेन्टेज दिएको छ त्यो सार्नु पर्यो। अनि बुक भ्यालु र रिस्क वेट चाहिँ मल्टिप्लाई गरेर हामीले यो साइडमा लेख्नु पर्यो है त। भनेको पर्सेन्टेज चाहिँ निकालेर राख्ने होला। यो कुरा चाहिँ तपाईले बुझ्नु पर्यो है। अब यति गरिसकेपछि यसलाई सबैलाई जोड्नु पर्यो। सबैलाई जोड्यो भने हामीहरुको टोटल क्रेडिट रिस्क वेटेड एक्सपोजर आउँछ ल। अब हामीले यो सबैलाई जोड्यौं कति आउँछ, यो सबैलाई जोडेर जुन भ्यालु आउँछ यसलाई हामी टोटल क्रेडिट रिस्क वेटेड एक्सपोजर भन्छौं नि। टोटल क्रेडिट रिस्क वेटेड एक्सपोजर भन्छ ल। एक्सपोजर यो भित्र हामीहरुको एउटा अन ब्यालेन्स शीट एसेसहरु छ, अर्को भनेको अफ ब्यालेन्स शीट एसेसहरु छ ल। यो कुरा पनि तपाईले बुझ्नु पर्यो। यो लेटर अफ क्रेडिट कमिटमेन्ट र फाइनान्शियल ग्यारेन्टी यो दुईटा भनेको चाहिँ हामीहरुको अफ ब्यालेन्स शीट एसेसहरु भयो। अनि अरु भनेको चाहिँ अन ब्यालेन्स शीट एसेसहरु भयो है। यो कुरा पनि तपाईले बुझ्नु पर्यो। अब यो सबैलाई जोड्दा कति आउँछ, सबैलाई जोड्दाखेरि त्यहाँ 2 लाख छ। 2 लाख प्लस 38,500 गर्नु पर्यो। 2 लाख प्लस 38,500 प्लस 50,000 प्लस 30,000 प्लस 1,000 प्लस 7,000 प्लस 15,000 गर्दाखेरि यो आउने रहेछ 34 हेर्नु त यो भनेको 340500 आउने रहेछ। यति भनेको चाहिँ हामीहरुको के भयो त, यति भनेको चाहिँ हामीहरुको क्रेडिट रिस्क वेटेड एक्सपोजर भयो है त। यसरी हामीले यो क्रेडिट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। क्वेशन अलिकति लेन्दी भए तापनि यसको सोलुसन चाहिँ एकदमै सजिलो हुन्छ है। सोलुसन पनि अलिकति लेन्दी नै हुन्छ, तर त्यस्तो धेरै अप्ठ्यारो छैन है। हामीले के गर्नु पर्यो त, यो
क्रेडिट रिस्क वेटेड एक्सपोजर निकाल्नको लागि चाहिँ सबैभन्दा सुरुमा हामीले क्वेसनै सार्नु पर्यो। हामीलाई क्वेसन जुन प्याटर्नमा दिएको छ त्यसरी नै सार्नु पर्यो। सुरुमा एसएस लेख्ने, त्यसपछाडि तिनीहरूको बुक भ्यालु कति कति छ त्यो राख्नु पर्यो, अनि रिस्कको वेट हामीलाई कति कति पर्सेन्टेज दिएको छ त्यो राख्नु पर्यो, अनि बुक भ्यालु र रिस्क वेटको पर्सेन्टेज चाहिँ हामीले मल्टिप्लाई गरेर यो भ्यालुहरू क्याल्कुलेसन गर्ने अनि सबैलाई जोड्ने। सबैलाई जोडिसके पछाडि हामीहरूको टोटल क्रेडिट रिस्क वेटेड एक्सपोजर आउँछ है त। ल यो तरिकाबाट तपाईहरुले यो क्रेडिट रिस्क वेटेड एक्सपोजर चाहिँ क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। आई होप तपाईले बुझ्नु भयो होला, त्यस्तो अप्ठ्यारो छैन, यो बुझिने खालकै छ। अब हामीले यो क्रेडिट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्यौं है। यो ए नम्बरको सोलुसन भयो ल। ए नम्बरको सोलुसन भयो, यहाँनिर हामीलाई एन्सर पनि दिएको छ। ए नम्बरको एन्सर भनेको 340500, यो भनेको मिलियनमा होला। यो अमाउन्ट जति सबैमा, यो अमाउन्ट जति चाहिँ मिलियनमा है, इन मिलियन, यो अमाउन्ट जति सबै मिलियनमा होला। यसरी तपाईले क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है त। अब ए नम्बरको भयो। अब हामी बी नम्बरतिर जान्छौँ है। बी नम्बरमा हामीलाई के भनेको थियो? बी नम्बरमा हामीलाई यसले यो अपरेसनल रिस्क चाहिँ क्याल्कुलेसन गर भनेको थियो हैन त। अब हामीले के गर्नु पर्यो त? अपरेसनल रिस्क चाहिँ क्याल्कुलेसन गरिदिनु पर्यो। यहाँनिर क्याल्कुलेसन अफ अपरेसनल रिस्क भनौँ, अपरेसनल रिस्क भनौँ, क्याल्कुलेसन अफ अपरेसनल रिस्क एज्युमिङ, ASSUMING, एज्युमिङ कति पर्सेन्ट भनेको छ? एज्युमिङ 15% अल्फा, 15% अल्फा, ALPHA अल्फा, and 10 times risk weight, and 10 times risk weight भन्नु पर्यो। रिस्क WEIGST रिस्क वेट भन्नु पर्यो है त। ल अब यो हामीले अपरेसनल रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ नि, अपरेसनल रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ हामीले त्यो जुन हामीलाई इन्कमहरु दिएको थियो नि त्यहाँबाट हामीले क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। अपरेसनल रिस्क भनेको चाहिँ यो बैंकहरु सञ्चालन गर्दाखेरि जुन त्यो सञ्चालनको कारणले गर्दाखेरि सृजना हुने रिस्कलाई चाहिँ हामी अपरेसनल रिस्क भन्छौं। अब हामीले यो चाहिँ त्यो जुन हामीले इन्कमहरु दिएको छ नि त्यहाँबाट क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। अब यो पनि हामीले सुरुमा त्यही क्वेशन सार्ने होला जस्तो त्यस्तै। सुरुमा यहाँ पार्टिकुलर्स भनेर लेख्नु पर्यो, पार्टिकुलर्स भनेर लेख्ने। त्यसपछि हामीलाई यहाँनिर तीनटा फिस्कल इयर दिएको छ नि त, यो तीनवटा फिस्कल इयर सार्नु पर्यो। 2078 79, यहाँ हामीलाई 2078 79, त्यसपछि अर्को भनेको 2079 80 अनि 2080 र 81 दिएको छ। हो यो हामीले सार्नु पर्यो है। सुरुमा हामीले क्वेशनै सार्ने हो, त्यसपछि अरु कुराहरु चाहिँ हामीले यहाँनिर एड गर्नुपर्ने हुन्छ है त। ल अब हामीले यहाँनिर नेट इन्ट्रेस्ट इन्कम भनेर लेख्नु पर्यो। नेट इन्ट्रेस्ट इन्कम भनेर मैले लेखिदे। नेट इन्ट्रेस्ट INTEREST इन्ट्रेस्ट इन्कम भन्ने, नेट इन्ट्रेस्ट इन्कम भन्ने। नेट इन्ट्रेस्ट इन्कममा हामीलाई यहाँनिर सुरुमा 2500 दिएको छ, यो 2500 मैले यहाँनिर लेखिदे। त्यसपछि हामीलाई 3200 दिएको छ, 3200 मैले यहाँनिर लेखिदे। त्यसपछि हामीलाई यहाँनिर 3700 दिएको छ हेर्नु त, 2500 3200 अनि हामीलाई यहाँनिर 3700 दिएको छ, 3700 मैले लेखिदे। त्यसपछि अर्को इन्कम हामीलाई के दिएको छ हेर्नु त, कमिसन एन्ड डिस्काउन्ट इन्कम भनेर दिएको छ है। कमिसन एन्ड डिस्काउन्ट इन्कम भन्दै है। कमिसन एन्ड डिस्काउन्ट इन्कम हामीलाई कति कति दिएको छ? 700 800 र 900 दिएको छ। यो 700 छ, यो 800 छ अनि यो हामीलाई 900 दिएको छ। त्यसपछि अर्को इन्कम हामीलाई के दिएको छ हेर्नु त, अर्को इन्कम भनेको अदर अपरेटिङ इन्कम भनेर दिएको छ है। अदर अपरेटिङ इन्कम भन्ने, अदर अपरेटिङ इन्कम भन्नु पर्यो। अदर अपरेटिङ इन्कम हामीलाई कति कति दिएको छ हेर्नु त। अदर अपरेटिङ इन्कम भनेर हामीलाई 50 60 र 70 दिएको छ। 50 दिएको छ, 60 दिएको छ अनि 70 दिएको छ। यसरी हामीले यो सार्नु पर्यो। त्यसपछि हामीलाई अर्को इन्कम दिएको छ, यसले एक्सचेन्ज फ्लक्चुएसन इन्कम भनेर दिएको छ। EXCHANG एक्सचेन्ज फ्लक्चुएसन, FLUCTUATION एक्सचेन्ज फ्लक्चुएसन इन्कम भन्ने। एक्सचेन्ज फ्लक्चुएसन इन्कम चाहिँ हामीले कति कति दिएको छ त? 800 दिएको छ, 800 950 अनि 1000 दिएको छ। यो भनेको 800 दिएको छ, त्यसपछि 950 दिएको छ अनि 1000 दिएको छ। यसरी हामीले के गर्नु पर्यो भन्दाखेरि सुरुमा क्वेशन सार्नु पर्यो है। सबैभन्दा सुरुमा तपाईले क्वेशन सार्ने फर्स्ट स्टेपै त्यो हो। सबैभन्दा सुरुमा क्वेशन सार्नु पर्यो, त्यसपछि अरु एक्स्ट्रा कुराहरु हामीले यहाँनिर केही एड गर्नुपर्ने हुन्छ है त।
ल अब यति गरिसके पछाडि हामीले के गर्नु पर्यो भनेदेखि यो सबैलाई जोड्नु पर्यो हामीले सबैलाई जोडेर हामीले यहाँनिर ग्रस इन्कम क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है यो प्रत्येक इन्कमलाई जोड्ने यो 2078 79 को इन्कमलाई जोड्ने यसलाई जोड्ने र त्यो जोडेर आएको भ्यालुलाई हामीले ग्रस इन्कम भन्नुपर्ने हुन्छ है त हेर्नु त ग्रस इन्कम भन्ने GROSS ग्रस इन्कम भन्नु पर्यो ग्रस इन्कम भन्नु पर्यो यसलाई हामी ए ले इन्डिकेट गर्छौं ल सजिलोको लागि अब यो सबै जोड्नु त कति कति हुन्छ 2500 700 अनि 50 र 800 जोड्नु पर्यो यो कति कति हुँदो रहेछ यो जोडौं ल 2500 प्लस 700 प्लस 50 प्लस 800 गर्दाखेरि यो हुन्छ 4050 आउँछ यो सबैलाई जोड्दाखेरि हामीको 4050 आउँछ त्यसपछि यो 3200 प्लस 800 प्लस 60 प्लस 950 गर्दाखेरि यो आउँछ 5010 यो भनेको 5010 आउने रहेछ त्यसपछि यसलाई पनि जोडौं त यो कति आउँदो रहेछ 3700 प्लस 900 प्लस अर्को भनेको 70 अनि प्लस 1000 यो सबै जोड्दाखेरि आउँछ 5670 5670 आउने रहेछ है त अब यति गरिसके पछाडि हामीले यहाँनिर यो अल्फा भनेर लेख्नु पर्ने हुन्छ है यति तपाईले जोड्नु पर्यो यति सबैलाई जोडेर ग्रस इन्कम निकाल्ने ग्रस इन्कम राखिसके पछाडि अब हामीले के गर्नु पर्यो त अल्फा ALPHA अल्फा भनेर लेख्ने यहाँनिर बी नम्बरमा अल्फा भनेर लेख्नु पर्यो अल्फा कति पर्सेन्टेज दिएको छ अल्फा भनेको 15% दिएको छ नि यो 15% क्याल्कुलेसन गर्नु पर्यो यो अल्फा भन्ने यसको 15% यो पनि 15% यो पनि 15% सुरुमा ग्रस इन्कम निकाल्ने सबैलाई जोडेर अनि अल्फा सँग चाहिँ हामीले अल्फा को पर्सेन्टेज चाहिँ निकाल्नु पर्यो यो कति कति हुन्छ हेर्नु त 4050 को 15% निकाल्नु पर्यो 5010 को 15% निकाल्नु पर्यो 5670 को 15% निकाल्नु पर्यो है यसरी हामीले निकाल्नु पर्यो यसलाई हामीले भन्छौं फिक्स्ड FIXED फिक्स पर्सेन्टेज अफ ग्रस इन्कम भन्छौं ग्रस इन्कम भनेर भन्छौं ल यसलाई हामी सी नाम दिन्छौं है अब कति कति आउँछ त 15% 5670 को 15% भनेको यो आउँछ 850.5 यो आउँछ हामीहरुको 850.5 आउँछ त्यसपछि 5010 को 15% निकाल्नु पर्यो 5010 को 15% निकाल्नु पर्यो यो भनेको 751.5 आउँछ त्यसपछि 4050 को 15% निकाल्नु पर्यो 4050 को 15% निकाल्दाखेरि यो आउँछ 607.5 यसरी हामीले निकाल्नु पर्यो है सुरुमा ग्रस इन्कम निकाल्ने सुरुमा हामीले ग्रस इन्कम निकाल्नु पर्यो ग्रस इन्कम निकाल्नको लागि सबै इन्कमहरुलाई जोड्ने हैन यसलाई पनि जोड्ने यसलाई पनि जोड्ने यसलाई पनि जोड्ने त्यसपछि अल्फा भनेर लेख्नु पर्यो अल्फा भनेको 15% दिएको छ 15% राख्ने अनि यो फिक्स पर्सेन्टेज अफ ग्रस इन्कम भनेर सी मा राख्ने हैन यो ग्रस इन्कम को फिक्स पर्सेन्टेज निकाल्नु पर्यो फिक्स पर्सेन्टेज भनेको 15 छ 15% निकाल्नु पर्यो त्यसपछि अब हामीले यो अपरेसनल रिस्क चाहिँ निकाल्नु पर्ने हुन्छ है यो अपरेसनल रिस्कको लागि कति क्यापिटल चाहिन्छ त त्यो हामीले निकाल्नु पर्छ ल त्यो निकाल्नको लागि चाहिँ हामीले यो तीनटै इन्कमलाई जोड्ने अनि यसको एभरेज निकाल्नु पर्यो के है यसको एभरेज निकाल्नु पर्यो त्यसलाई हामी क्यापिटल रिक्वायरमेन्ट भन्छौं क्यापिटल चाहिँ कति चाहिन्छ त यो अपरेसनल रिस्कको लागि क्यापिटल REQUIREMENT क्यापिटल रिक्वायरमेन्ट फर अपरेसनल रिस्क भन्ने अपरेसनल रिस्क भन्ने है क्यापिटल रिक्वायरमेन्ट फर अपरेसनल रिस्क भन्ने यो हामीले निकाल्नु पर्ने हुन्छ है यसलाई हामी डी नाम दिन्छौं ल सुरुमा ए भनेको ग्रस इन्कम भयो बी भनेको अल्फा भयो सी भनेको फिक्स पर्सेन्टेज अफ ग्रस इन्कम भयो अनि डी भनेको चाहिँ अब यो अपरेसनल रिस्कको लागि चाहिँ क्यापिटल छुट्याउँछ के है अपरेसनल रिस्कको लागि चाहिँ क्यापिटल छुट्याउँछ अब त्यो चाहिँ हामीले कसरी निकाल्छौं भन्देखि यो तीनटा जुन हामीको यो ग्रस इन्कम छ नि फिक्स पर्सेन्टेज अफ ग्रस इन्कम छ नि यो तीनटालाई जोड्ने अनि यसको एभरेज निकाल्नु पर्यो तीनटालाई जोड्ने अनि तीनले भाग गरेर चाहिँ हामीले यो एभरेज निकालेर चाहिँ हामीले
यो अपरेसनल रिस्कको लागि क्यापिटल छुटाउनु पर्ने हुन्छ है त। यो सबैलाई जोडेर 3 ले भाग गरौँ त कति आउँदो रहेछ हेर्नु त। ल यसलाई जोडौँ 607.5 प्लस 751.5 प्लस अर्को भनेको 850.5 छ। तीनटालाई जोड्ने 3 ले भाग गरिदिने 3 ले भाग गर्दाखेरि 736.5 आउँछ है। यो भनेको कति आउँछ त 736.5 मैले यही कोलममा राखिदिए 736.5 चाहिँ हामीहरुको क्यापिटल चाहिने रहेछ। यो अपरेसनल रिस्कको लागि चाहिँ 736.5 क्यापिटल चाहिने रहेछ। यो भनेको तीनटाको एभरेज है। यो तीनटाको एभरेज भयो। त्यसपछि अब हामीले यहाँनिर रिस्क वेट चाहिँ मल्टिप्लाई गरिदिनु पर्यो। रिस्क वेट भन्ने RISK रिस्क वेट भन्ने रिस्क वेट। यो रिस्क वेट कति छ त यो भनेको 10 टाइम्स छ। रिस्क वेट इन टाइम्स भन्ने यो 10 टाइम्स छ। यो मल्टिप्लाई गरिदिनु पर्यो। योसँग यो मल्टिप्लाई गरिदिने इन्टु 10 गरिदिने यो भनेको 7365 मिलियन आउने रहेछ। यो भनेको चाहिँ हामीहरुको के भयो त यो भनेको चाहिँ हामीहरुको रिस्क वेटेड एक्सपोजर भयो है। यो भनेको चाहिँ हामीहरुको रिस्क वेटेड एक्सपोजर भयो। RISK रिस्क वेटेड एक्सपोजर एक्सपोजर फर अपरेसनल रिस्क भयो। अपरेसनल रिस्क भयो। यसरी चाहिँ हामीले यो अपरेसनल रिस्कको रिस्क वेटेड एक्सपोजर चाहिँ क्याल्कुलेसन गरिदिनु पर्ने हुन्छ है त। सबै ठाउँमा हामीले यसै यो तरिकाबाट हिसाब गर्नुपर्ने हुन्छ है। त्यही भएर एक दुईवटा प्र्याक्टिस गर्नुभयो भने तपाईले त्यस्तो अप्ठ्यारो केही पनि छैन है त। ल यो पनि तपाईले बुझ्नु भयो होला। अब बुझ्नु भएन भने कहाँनिर बुझ्नु भएन कमेन्ट गर्नु होला। म तपाईको कमेन्टको अवश्य पनि रिप्लाई गर्छु हैन। ल अब यति गरिसकेपछि यो टेबललाई हामीले कम्प्लिट गरिदिनु पर्यो। ल यो टेबललाई मैले यहाँनिर कम्प्लिट गर्दै यहाँसम्म चाहिँ मैले क्लोज गर्दै। ल यहाँसम्म मैले क्लोज गर्दै त्यसपछि यसलाई मैले एकै ठाउँमा देखाइदिए है त। ल यसरी तपाईले यो क्याल्कुलेसन गर्नु पर्यो। सुरुमा ग्रस इन्कम निकाल्ने त्यसपछि अल्फा भनेर लेख्ने अनि यो फिक्स पर्सेन्टेज निकाल्नु पर्यो ग्रस इन्कमको अनि यो एभरेज निकाल्नु पर्यो तीनटाको अनि रिस्क वेटसँग मल्टिप्लाई गरेर हामीले रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्नु पर्यो अपरेसनल रिस्कको। ल यो पनि हामीले निकाल्यौं 7365 मिलियन चाहिँ हामीहरुको एन्सर आयो। हामीलाई एन्सर कति दिएको छ हेर्नु त। एन्सर भनेको 7365 दिएको छ कि छैन। एन्सर कति दिएको छ एन्सर भनेको हामीलाई 7365 मिलियन दिएको छ है। हेर्नु त 7365 मिलियन आयो। हामीले ए नम्बरको एन्सर पनि निकाल्यौं बी नम्बरको एन्सर पनि निकाल्यौं। अब हामी सी नम्बरतिर जान्छौं है। सी नम्बरमा हामीलाई के भनेको छ हेर्नु त। सी नम्बरमा चाहिँ हामीलाई यसले हामीलाई यो मार्केट रिस्क चाहिँ क्याल्कुलेट गर भनेको छ हैन त। मार्केट रिस्क क्याल्कुलेट गर भनेको छ 5% चाहिँ हामीलाई यो क्यापिटल चार्ज गर भनेको छ यसले अनि 10 टाइम्स चाहिँ यसले हामीलाई रिस्कको वेट दिएको छ है त। ल अब हामीले के कुरा क्याल्कुलेसन गर्नु पर्यो भनेदेखि यो मार्केट रिस्क चाहिँ हामीले क्याल्कुलेसन गर्नु पर्यो है त। ल यो चाहिँ म यो साइडमा क्याल्कुलेसन गरिदिन्छु। ल यहाँनिर क्याल्कुलेसन अफ मार्केट रिस्क भनौं सी नम्बरमा क्याल्कुलेसन अफ मार्केट रिस्क क्याल्कुलेसन अफ मार्केट रिस्क भनौं है। क्याल्कुलेसन अफ मार्केट रिस्क भन्दै। ल अब यो हामीलाई यहाँनिर यसले दुईटा कुरा दिएको छ त्यो मैले लेखिन। ल क्याल्कुलेसन अफ मार्केट रिस्क वेटेड एक्सपोजर भनौं न। क्याल्कुलेसन अफ मार्केट रिस्क वेटेड WEIGSTED वेटेड एक्सपोजर भनौं एक्सपोजर। यसमा हामीलाई क्यापिटल चार्ज 5% गर भन्दैछ अनि रिस्कको वेट चाहिँ 10 टाइम्स छ भनेर भन्दैछ। ल यो मैले लेखिन है। ल अब यो हामीले यो क्याल्कुलेसन गर्दाखेरि चाहिँ नि यो मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ हामीले यो टेबलबाट क्याल्कुलेसन गर्नुपर्ने हुन्छ है। मार्केट रिस्क चाहिँ यो एक्सचेन्ज यो जुन हामीहरुको एक्सचेन्ज रेटहरु हुन्छ नि हो त्यो एक्सचेन्ज रेटहरुमा परिवर्तन आएको कारणले गर्दाखेरि चाहिँ मार्केट रिस्क सिर्जना हुने हो के। बजार जोखिम चाहिँ त्यो एक्सचेन्ज रेटहरुमा आएको परिवर्तनले गर्दाखेरि चाहिँ सिर्जना हुने हो। त्यही भएर हामीले जहिले पनि यो जुन हामीलाई करेन्सीजहरु दिएको हुन्छ नि यो करेन्सीको रिजर्भहरु दिएको हुन्छ यो टेबलबाट चाहिँ हामीले मार्केट रिस्क चाहिँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ है त। अब त्यसको लागि के गर्ने अब सुरुमा त हामीले यो टेबल जस्ताको त्यसै सार्नु पर्यो त्यसमा हामीले केही कुराहरु एड गर्नुपर्ने हुन्छ है त। ल सुरुमा यो टेबल हामीले जस्ताको त्यसै सारौं। ल मैले यहाँनिर SN भनेर लेखिदिए। SN मा हामीलाई 1 2 3 4 गरेर 4 वटा नम्बर दिएको छ। त्यसपछि
करेन्सी भनेर दिएको छ। मैले यहाँ करेन्सी भनेर लेखिदिएँ, CURRENCY। करेन्सीमा हामीलाई AUD भनेर दिएको छ, त्यस पछाडि EUR भनेर दिएको छ, अनि हामीलाई INR भनेर दिएको छ, अनि USD भनेर हामीलाई दिएको छ। यसरी हामीलाई जम्मा 4 वटा करेन्सीजहरु दिएको छ, 4 वटा देशको करेन्सीजहरु चाहिँ दिएको छ। त्यस पछाडि हामीलाई ओपन पोजिसन भनेर यो फरेन करेन्सीको युनिट चाहिँ दिएको छ है। यो एक्सिस बैंकसँग चाहिँ कति छ त फरेन करेन्सीजहरु हो, त्यो हामीलाई फरेन करेन्सीजहरु चाहिँ दिएको छ। हेर्नु त है, यो AUD चाहिँ 50,000 युनिट रहेछ, अनि यो EUR चाहिँ -10,000 रहेछ, INR चाहिँ यो 1550 तीनटा 0 रहेछ, अनि USD चाहिँ -20,000 रहेछ। अब यहाँ हामीलाई कुनै करेन्सीजहरु चाहिँ प्लसमा दिएको छ, कुनै करेन्सीजहरु चाहिँ माइनसमा दिएको छ है। यो प्लसमा दिएको करेन्सीजहरु चाहिँ यो बैंकसँग भएको एसेट हो के है, बैंकहरुसँग चाहिँ भएको यो मौजदात हो, उसँग चाहिँ बढी पैसा छ यो। अनि यो माइनसमा दिएको करेन्सीजहरु चाहिँ यसले तिर्नु पर्ने हो के, यसको लायबिलिटीज हो। यो युरो चाहिँ -10,000 उसको लायबिलिटीज हो है। यो बैंकसँग भएको एसेट्सहरु चाहिँ हामीलाई एसेट्सको रूपमा भएको करेन्सीजहरु चाहिँ प्लसमा दिएको हो, अनि बैंकले अरूलाई तिर्नु पर्ने करेन्सीजहरु भएकोले गर्दाखेरि चाहिँ यो माइनसमा दिएको ल। यो -10,000 यो अरूलाई पे गर्नुपर्ने हो कि उसको लायबिलिटीज हो। बैंकको एसेट्सहरु चाहिँ उसँग भएको करेन्सीजहरु चाहिँ एसेट्सको रूपमा राखेको छ भने यो प्लसमा दिएको छ हैन। एसेट्सको रूपमा राखेको भएकोले गर्दाखेरि यो प्लसमा दिएको हो, अरूलाई तिर्नु पर्ने भएकोले गर्दाखेरि चाहिँ यो कुनै करेन्सीजहरु चाहिँ हामीलाई माइनसमा दिएको छ है त। अब जसरी दिएको छ त्यही तरिकाबाट हामीले सार्नु पर्यो। मैले यहाँ ओपन पोजिसन भनेर यहाँ माथितिर लेखिदिए, ओपन पोजिसन फरेन करेन्सी, FOREIGN फरेन करेन्सी युनिट हामीलाई दिएको छ ल। यो फरेन विदेशी मुद्राहरु दिएको है, कति छ त, यो एक्सिस बैंकले चाहिँ कति राखेको छ भनेर दिएको है। 50,000 राखेको रहेछ एसेट्सको रूपमा, त्यही भएर प्लसमा दिएको। यो अस्ट्रेलियन डलर होला सायद हैन। त्यस पछाडि यो चाहिँ तिर्नु पर्ने रहेछ, -10,000 भनेर दिएको, त्यही भएर यो तिर्नु पर्ने अरूलाई, यो चाहिँ लायबिलिटीज हो, त्यही भएर माइनसमा दिएको छ हैन। यो 155012 तीनटा 0 छ INR। त्यस पछाडि USD पनि उसको लायबिलिटीज रहेछ 20,000। त्यस पछाडि हामीलाई एक्सचेन्ज रेटहरु दिएको छ है। त्यस पछाडि यहाँ हामीलाई एक्सचेन्ज रेटहरु दिएको छ, यो एक्सचेन्ज रेटलाई पनि हामीले जस्ता त्यसै सार दिनु पर्यो। एक्सचेन्ज रेट भनौं ल, एक्सचेन्ज रेट EXCHANG एक्सचेन्ज रेट भनेर दिएको छ। यो एक्सचेन्ज रेट भनेको चाहिँ त्यो एउटा फरेन करेन्सीलाई चाहिँ किन्नको लागि नेपाली कति रुपैयाँ चाहिन्छ भनेको के, त्यो विनिमय दर दिएको। यो कुरा तपाईले बुझिहाल्नुहुन्छ है। 77 रुपैयाँ चाहिने रहेछ, 77 रुपैयाँ 16 पैसा चाहिने रहेछ एउटा अस्ट्रेलियन डलर किन्नको लागि। त्यस पछाडि 126.40 चाहिने रहेछ यो युरोको लागि हैन, 1 युनिट युरोको लागि। अनि यो 1.60 चाहिने रहेछ नेपाली रुपैयाँ एउटा इन्डियन करेन्सी किन्नको लागि। त्यस पछाडि 114.6 रहेछ यसको एक्सचेन्ज रेट USD को लागि है। यसरी हामीलाई यो क्वेशन दिएको, हामीले क्वेशन सारेको ल। अब यति गरिसके पछाडि हामीले यसलाई के गर्नु पर्यो भन्देखि यो जुन फरेन करेन्सीहरु छ नि, यसलाई चाहिँ हामीले नेपाली करेन्सीमा चाहिँ कन्भर्ट गर्नुपर्ने हुन्छ के। यो फरेन करेन्सीहरु बैंकसँग भएको छ नि त, यो एक्सिस बैंकको हामीलाई डेटा दिएको हो नि त। एक्सिस बैंकसँग जति पनि यो एसेट्सहरु भयो पनि, लायबिलिटीजहरु भयो पनि, जति पनि यसले राखेको छ त्यसलाई चाहिँ हामीले नेपाली पैसामा कन्भर्ट गर्नुपर्ने हुन्छ, जसलाई हामी ओपन पोजिसन भनेर भन्छौँ। यहाँनिर ओपन पोजिसन भन्नु पर्यो, ओपन पोजिसन POSITION ओपन पोजिसन भन्नु पर्यो। यसलाई चाहिँ हामीले नेपालीमा कन्भर्ट गर्नुपर्ने हुन्छ है। नेपालीमा कन्भर्ट गर्नु पर्यो, यो कति हुन्छ, यो 50,000 अस्ट्रेलियन डलर छ, यसलाई हामीले नेपालीमा कन्भर्ट गर्नु पर्यो। 50,000 इन्टु 77.16 गर्नु पर्यो। 50,000 इन्टु 77.16 गर्दाखेरि यो आउँछ 385812 त्यस पछाडि यो भनेको हामीहरुको 1264000 हैन। यो भनेको यति हुन्छ हैन त। 10,000 इन्टु 126.40 गर्दाखेरि यो भनेको 1264 तीनटा 0 हुन्छ। यहाँ माइनसमा दिएको छ, माइनसमा राख्नु पर्यो। त्यस पछाडि अब यो मल्टिप्लाई गर्नु पर्यो 15155
1 2 3 4टा 0 इन्टु 1.6 गर्दाखेरि यो आउँछ 2 4 8 0 1 2 3। त्यसपछि यो मल्टिप्लाई गर्नु पर्यो 20,000 इन्टु 114.6 गर्दाखेरि यो आउँछ 22 92 1 2 3टा 0 यो माइनसमा छ, माइनसमा राख्नु पर्यो है। अब यो हामीले जुन मार्केट रिस्क क्याल्कुलेसन गर्दैछौँ नि, मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ यो सबै करेन्सीजहरूलाई चाहिँ हामीले प्लसमा राखेर क्याल्कुलेसन गर्नुपर्ने हुन्छ कि। यो एनआरबी को रुल अनुसार चाहिँ हामीले मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ यो करेन्सीजहरू प्लसमा भए पनि माइनसमा भए पनि अथवा ब्याङ्कहरूसँग चाहिँ एसेट्सको रूपमा भए पनि लायबिलिटिजको रूपमा भए पनि हामीले यो क्याल्कुलेसन गर्दाखेरि चाहिँ यसलाई प्लसमै कन्भर्ट गरेर क्याल्कुलेसन गर्नुपर्ने हुन्छ कि। यो एनआरबी को रुल अनुसार चाहिँ यस्तो हुन्छ, त्यही भएर यसलाई हामीले प्लसमै राखेर हिसाब गर्नुपर्ने हुन्छ। यो कुरा तपाईँले बुझ्नु पर्यो ल। अब प्लसमा राख्नको लागि चाहिँ हामीले यतातिर रिलेभेन्ट ओपन पोजिसन भनेर लेख्नुपर्ने हुन्छ है। RELEVENT रिलेभेन्ट ओपन पोजिसन भन्ने, ओपन पोजिसन भन्ने ल, रिलेभेन्ट ओपन पोजिसन भन्ने। यसलाई जस्तै त्यसरी यो प्लसमै छ, यो प्लसमै राखिदिउँ। 38 58 3टा 0 भयो, यो माइनसमा चाहिँ यसलाई हामीले प्लसमै कन्भर्ट गर्नु पर्यो ल, प्लसमै कन्भर्ट गर्नु पर्यो। त्यस पछाडि 2 4 8 1 2 3 4टा 0 अनि यसलाई पनि हामीले प्लसमा कन्भर्ट गर्नु पर्यो, यसरी गर्नुपर्ने हुन्छ है त। यो हामीले जहिले पनि मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि चाहिँ मार्केट रिस्क क्याल्कुलेसन गर्दाखेरि जति पनि हामीलाई यो माइनसमा ब्यालेन्सहरू दिएको हुन्छ, माइनसमा दिए तापनि हामीले त्यसलाई चाहिँ प्लसमै कन्भर्ट गरेर हिसाब गर्नुपर्ने हुन्छ। यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो है। अब यति गरिसके पछाडि हामी के गर्छौँ भनेदेखि यो सबैलाई हामी जोड्छौँ। यो सबैलाई जोड्नु पर्यो, कति आउँदो रहेछ ल, 38 58 3टा 0 प्लस 12 64 3टा 0 प्लस 24 8 सरी यहाँनिर मिस्टेक भएछ, 24 8 1 2 3 4टा 0 अनि प्लस 22 92 1 2 3टा 0। यो सबैलाई जोड्दाखेरि 98 94 3टा 0 आउने रहेछ है। 98 94 1 2 3टा 0 आउने रहेछ है। यसलाई हामी टोटल ओपन पोजिसन भनेर भन्छौँ ल, टोटल ओपन पोजिसन भनेर भन्छौँ। हेर्नु त, यो सबैलाई जोड्दाखेरि हामीहरूको टोटल ओपन पोजिसन चाहिँ 98 94 3टा 0 आउने रहेछ। अब यति गरिसके पछाडि हामीले यसको फिक्स पर्सेन्टेज निकाल्नु पर्यो। फिक्स पर्सेन्टेज भन्ने FIXED फिक्स पर्सेन्टेज भन्नु पर्यो। फिक्स पर्सेन्टेज कति छ हेर्नु त, फिक्स पर्सेन्टेज कति राख भनेको छ यसले, फिक्स पर्सेन्टेज चाहिँ 5% चार्ज गर भनेको छ। भनेको 5% चाहिँ हामीले चार्ज गर्नु पर्यो। यो 5% चाहिँ हामीले चार्ज गर्नु पर्यो। 5% चार्ज गर्दा कति आउँछ हेर्नु त, 5% चार्ज गर्दाखेरि कति आउँछ, 98 94 3टा 0 को 5% भनेको यो कति आउँछ, यो भनेको 494,700 आउँछ। यसलाई हामी क्यापिटल चार्ज फर मार्केट रिस्क भन्छौँ है। क्यापिटल चार्ज फर मार्केट रिस्क भनेर भन्छौँ, मार्केट रिस्क भनेर भन्छौँ। यो यति आउँछ। त्यस पछाडि अब रिस्क वेट कति राख्ने भनेको छ यसले, रिस्क वेट WEIGHT, रिस्क वेट भनेको 10 टाइम्स राख भनेको छ है। रिस्क वेट इन टाइम्स भन्नु पर्यो। रिस्क वेट चाहिँ कति राख भनेको छ यसले, रिस्क वेट भनेको यसले 10 टाइम्स राख भनेको चाहिँ हामीले 10 टाइम्स राख्नु पर्यो। क्यापिटल चार्ज चाहिँ 5% गर भन्ने थियो हैन, यो फिक्स पर्सेन्टेज 5% थियो। यसको हामीले चार्ज गर्दाखेरि क्यापिटल चार्ज चाहिँ यति आयो अनि रिस्क वेट चाहिँ 10 टाइम्स राख्नु पर्यो। अब यसको 10 टाइम्स राख्नु पर्यो। यसको 10 टाइम्स राख्दाखेरि यो कति आउँछ, यो भनेको 494,700 एउटा 0 एड गरिदिनु पर्यो। यो भनेको हामीको अब मार्केट रिस्क वेटेड एक्सपोजर आयो है। मार्केट रिस्क वेटेड WEIGHTD वेटेड एक्सपोजर आयो ल, एक्सपोजर। यसरी हामीले क्याल्कुलेसन गर्नु पर्यो। अब यसको एन्सर चाहिँ तपाईँले हेर्नुभयो भने यहाँनिर अलिकति मिस्टेक भएको छ ल। यो ओल्ड इज गोल्डमा सायद यसले मिस्टेक एन्सर दिएको छ। यसले चाहिँ के गरेर रहेछ भनेदेखि नि यसले चाहिँ
यो माइनस प्लस यो प्लस प्लस जोडो अनि माइनस चाहिँ घटाएर यसले एन्सर दिएको छ है। तर त्यसरी गर्ने होइन हामीले, हामीलाई बुकमा पनि यो सबै भयोभरको माइनसलाई चाहिँ प्लस गरेर एन्सरहरू क्याल्कुलेसन गरेको हुन्छ। यहाँनिर चाहिँ यसले त्यो तरिकाबाट एन्सर दिएको रहेछ कि प्लस प्लस जोडो अनि माइनस चाहिँ घटाएर यसले त्यो नेट ओपन पोजिसन निकालेर चाहिँ यसले एन्सर दिएको रहेछ। मैले यो क्याल्कुलेसन गरेर हेरेको थिएँ। तर यहाँनिर हामीले यही तरिकाबाट गर्नु पर्यो है। जति पनि माइनस माइनसमा छ यो सबैलाई हामीले प्लसमै कन्भर्ट गरेर गर्नुपर्ने हुन्छ। यो कुरामा तपाईँहरू कन्फ्युज नहुनु होला है त। ल मैले यहाँनिर ट्याक्कै यसलाई कोलम बनाइदिएँ, अरूलाई पनि मैले यो छुट्याइदिन्छु सबै। ल यसरी हामीले क्याल्कुलेसन गर्नु पर्यो है त। ल यो भयो, यो सबै तपाईँले यसरी कोलममा देखाइदिनु होला एकदमै राम्रोसँग गरेर। ल यो हामीहरूको अपरेसनल रिस्क वेटेड एक्सपोजर पनि आयो होइन, अपरेसनल रिस्क वेटेड एक्सपोजर पनि आयो। अब यो अपरेसनल रिस्क वेटेड एक्सपोजर हामीले क्याल्कुलेसन गऱ्यौँ, यो सी नम्बरको भयो है। यहाँनिर एन्सर चाहिँ हामीहरूको मिलेको छैन। यो हेर्नु ल, यसलाई यो हामीहरूको रुपिजमा आएको, ल यो रुपिजमा आएको, यसलाई तपाईँले मिलियनमा लग्दा पनि हुन्छ। यहाँनिर चाहिँ हामीले के गर्यौँ भनेदेखि यसलाई रुपिजमा कन्भर्ट गरेको नि त है, यो रुपिजमा कन्भर्ट गरेको छ। यो 50,000 अस्ट्रेलियन डलर दिएको थियो, 10,000 युरो थियो, अनि 15,50,000 इन्डियन करेन्सी थियो, अनि युएसडी भनेको 20,000 डलर थियो। यसलाई हामीले एक्सचेन्ज रेटसँग मल्टिप्लाई गरेर नेपाली रुपिजमा कन्भर्ट गरेर नि त। यो नेपाली रुपिजमा कन्भर्ट गरे हो, यसलाई मिलियनमा लग्नको लागि तपाईँले 1 को पछाडि 6वटा जिरो राखेर भाग गर्नु पर्यो है। यसलाई तपाईँले मिलियनमा लाँदाखेरि के गर्नु पर्यो त, यो मिलियनमा लाँदाखेरि 4947 1 2 3टा जिरो छ, यसलाई 1 को पछाडि 1 2 3 4 5 6वटा जिरो राखेर भाग गर्नुभयो भने यो मिलियनमा कन्भर्ट हुन्छ। मिलियनमा कन्भर्ट हुँदाखेरि 4.947 मिलियन हुन्छ होला है त, यति मिलियन हुन्छ। अब यसले चाहिँ एन्सरमा हामीलाई 1.391 मिलियन दिएको छ है। यहाँ हामीलाई 1.391 मिलियन दिएको छ। यसले चाहिँ के गरेर निकालेछ भनेदेखि यो प्लस प्लस जोडो अनि माइनस चाहिँ घटाएर यही तरिकाबाट गरेर दिएको छ है। के गर भनेदेखि यसलाई र यसलाई जोडो अनि दुईटा घटाएर निकालेको छ, अनि त्यसको 5% गरेछ, जति आउँछ त्योसँग 10 टाइम्स गरेर चाहिँ यसले एन्सर निकालेको छ है त। तर हामीले यो तरिकाबाट गर्नु पर्यो। ल यो माइनसलाई हामीले प्लसमा कन्भर्ट गरेर चाहिँ गर्नुपर्ने हुन्छ। बुकतिर पनि हामीलाई यही तरिकाबाट हिसाबहरू गरेर दिएको छ है त। ल यो पनि भयो। अब हामीले सी नम्बरको पनि सक्यौँ। अब हामी डी नम्बरमा जान्छौँ। ल डी नम्बरमा चाहिँ हामीलाई वाट इज द टोटल रिस्क वेटेड एक्सपोजर अफ एक्सिस ब्याङ्क भन्ने छ। यो एक्सिस ब्याङ्कको चाहिँ टोटल रिस्क वेटेड एक्सपोजर चाहिँ कति हुन्छ भनेर सोधिरहेछ। अब यो टोटल रिस्क वेटेड एक्सपोजर निकाल्नको लागि चाहिँ हामीले 4वटा कुराहरूलाई जोड्नुपर्ने हुन्छ है। एउटा यो क्रेडिट रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अर्को भनेको अपरेसनल रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अर्को भनेको मार्केट रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अनि जुन हामीलाई यो सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर 2 भनेर दिएको छ नि, यसलाई पनि हामीले जोड्नु पर्यो है। यो 4वटालाई जोड्यो भने चाहिँ हामीहरूको टोटल रिस्क वेटेड एक्सपोजर आउँछ है त। ल डी नम्बरमा हामीले क्याल्कुलेसन गर्नु पर्यो टोटल रिस्क वेटेड एक्सपोजर। डी नम्बरमा हामीले क्याल्कुलेसन अफ टोटल रिस्क वेटेड एक्सपोजर भन्नु पर्यो। एक्सपोजर टोटल रिस्क वेटेड एक्सपोजर भन्नु पर्यो है। अब यो क्याल्कुलेसन गर्नको लागि चाहिँ हामीले क्रेडिट रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अनि प्लस अपरेसनल OPERATIONAL अपरेसनल रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अनि प्लस मार्केट रिस्क वेटेड एक्सपोजरलाई जोड्नु पर्यो, अनि प्लस अर्को भनेको सुपरभाइजरी SUPER सुपरभाइजरी VISORY सुपरभाइजरी एडजस्टमेन्ट ADJUST सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर II लाई जोड्नु पर्यो है त। यतिलाई जोड्यो भने चाहिँ हामीहरूको टोटल रिस्क वेटेड एक्सपोजर आउँछ है। ल जोड्नु त कति छ। यो क्रेडिट रिस्क वेटेड एक्सपोजर भनेको हामीले सुरुमा निकालेको छौँ 353 समथिङ आएको थियो, 340,500 रहेछ। 340,500 यो सबै मिलियनमा हो। ल 340,500 मिलियन, अनि प्लस अपरेसनल रिस्क वेटेड एक्सपोजर कति आएको थियो। अपरेसनल रिस्क वेटेड एक्सपोजर भनेको 7365 आएको थियो, 7365, अनि प्लस अब यो मार्केट रिस्क वेटेड एक्सपोजर चाहिँ हामीहरूको
कति आएको छ हेर्नु त 4.947 मिलियन आएको छ। अनि प्लस यो सुपरभाइजरी एडजस्टमेन्ट अन्डर पिलर 2 भनेर हामीलाई क्वेसनमा दिएको छ यहाँनिर है 5500 मिलियन दिएको छ। यो हामीले राखिदिनु पर्यो 5500 मिलियन राखिदिनु पर्यो। अब सबैलाई जोड्यो भने हामीहरूको टोटल रिस्क वेटेड एक्सपोजर आउँछ ल कति आउँदो रहेछ हेर्नु त 3,40,500 3,40,500 प्लस 7,365 प्लस 4.947 प्लस 5500 गर्दाखेरि यो आउने रहेछ 3,53,369.947 मिलियन आउने रहेछ। यसरी हामीले टोटल रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्नु पर्यो है। अब यो एन्सर र हाम्रो एन्सर चाहिँ मिला छैन ल, यहाँ दिएको एन्सर चाहिँ मिला छैन है। यो हामीले क्याल्कुलेसन गरेको एन्सर र यहाँनिर दिएको एन्सर चाहिँ मिल्दैन ल, किनभने यसमा ग्याप आयो नि त है। यो 1.391 छ, हामीहरूको 4.947 मिलियन छ, त्यही भएर यहाँनिर अब यहाँ पछाडिको हाम्रो एन्सर मिल्दैन है त। यो कुरा तपाईँले बुझ्नु पर्यो ल। यसले चाहिँ यो मार्केट रिस्क वेटेड एक्सपोजर क्याल्कुलेसन गर्ने बेलामा चाहिँ नि यो प्लस प्लस जोडेको छ अनि माइनस घटाएर क्याल्कुलेसन गरेको छ। हामीले चाहिँ माइनसलाई पनि प्लसमै कन्भर्ट गरेर क्याल्कुलेसन गरेको छौँ र क्याल्कुलेसन गर्ने पनि त्यसरी नै हो ल, बुकतिर पनि हामीलाई त्यसरी नै दिएको छ है त। ल यो डी नम्बरको पनि भयो। अब हामी ई नम्बरतिर जान्छौँ। ई नम्बरमा हामीलाई के भनेको छ हेर्नु त। ई नम्बरमा हामीलाई यसले के भन्दै थियो भनेदेखि क्याल्कुलेट द कोर क्यापिटल रेसियो, कोर क्यापिटल रेसियो निकाल भनौँ, मिनिमम कोर क्यापिटल रिक्वायरमेन्ट निकाल भनौँ, अनि क्यापिटल एडेक्वेसी रेसियो निकाल भनौँ। अब हामीले सुरुमा कोर क्यापिटल रेसियो क्याल्कुलेसन गरिदिनु पर्यो। यहाँ सबैभन्दा सुरुमा हामीले कोर क्यापिटल रेसियो क्याल्कुलेट गरिदिनु पर्यो। कोर क्यापिटल रेसियो भन्ने कोर क्यापिटल रेसियो भन्ने कोर क्यापिटल रेसियो निकाल्नको लागि हामीले कोर क्यापिटललाई के गर्नु पर्यो त, कोर क्यापिटललाई टोटल रिस्क वेटेड एक्सपोजरले भाग गर्नु पर्यो। टोटल रिस्क वेटेड एक्सपोजरले भाग गरिदिनु पर्यो। एक्सपोजरले चाहिँ हामीले भाग गरिदिनु पर्यो अनि इन्टु 100% गरिदिनु पर्यो है। अब हेर्नु त कोर क्यापिटल हामीलाई क्वेसनमा दिएको हुन्छ, कोर क्यापिटल भनेर दिएको छ यहीँ, कोर क्यापिटल भनेर 98,000 मिलियन दिएको छ। यो 98,000 मिलियन माथि राख्ने अनि डिभाइडेड बाई टोटल रिस्क वेटेड एक्सपोजर हामीले यहाँनिर क्याल्कुलेसन गरेको छौँ 353,369.947 छ, इन्टु 100 गर्नु पर्यो। अब यो क्याल्कुलेसन गर्दाखेरि कति आउँछ हेर्नु त, 98,000लाई हामीले भाग गरिदिनु पर्यो। 98,000 डिभाइडेड बाई 353,369.947 इन्टु 100 गर्दाखेरि यो आउँछ 27.73%। मिनिमम यो कोर क्यापिटल रेसियो चाहिँ 27.73 होइन 27.73% चाहिँ आउने रहेछ। यहाँनिर एन्सर चाहिँ मिलेको छ है। यो हामीहरूको एन्सर मिल्यो, किन मिल्यो भनेदेखि यो अलिकति मात्रै फरक छ नि त। यहाँनिर 4.947 छ, यहाँनिर 1.391 छ, त्यही पनि यो टोटलमा 353,366 छ, यहाँ हामीहरूको 353,369 छ नि त। यो भनेको 3 मिलियन समथिङले तलमाथि भयो, त्यही भएर यहाँ एन्सर चाहिँ मिलेको छ है। एन्सर मिलेको छ, तर यो पोइन्ट पछाडिकोले चाहिँ अझ फरक हुन्थ्यो। यहाँनिर दुईवटा डिजिट मात्रै राख्यो नि त पोइन्ट पछाडि, त्यही भएर हामीहरूको एन्सर मिल्न चाहिँ मिलिरहेको छ है त। ल अब हामीले के गर्नु पर्यो, यो कोर क्यापिटल रेसियो हामीले क्याल्कुलेसन गऱ्यौँ। यसले हामीलाई के भनेको थियो, कोर क्यापिटल रेसियो क्याल्कुलेट गर भनौँ, अनि यसले हामीलाई मिनिमम कोर क्यापिटल रिक्वायरमेन्ट भनेको मिनिमम कोर क्यापिटल चाहिँ कति चाहिन्छ त त्यो पनि निकाल भनेको थियो। अब मिनिमम कोर क्यापिटल कति चाहिन्छ त्यो निकाल्नको लागि मिनिमम कोर क्यापिटलको रेसियो कति छ त्यो हेर्नु पर्यो है। मिनिमम कोर क्यापिटलको रेसियो यहाँ भन्दैछ है, माथि भनेको थियो मिनिमम कोर क्यापिटल टु बी मेन्टेन बाई द 6% भनेको 6% चाहिँ मेन्टेन गर्नुपर्ने रहेछ भनेको 6% चाहिँ राख्नुपर्ने रहेछ, 6% चाहिँ राख्नुपर्ने रहेछ, तर यसले 27.73% राखेको रहेछ। कोर क्यापिटल चाहिँ धेरै राखेको रहेछ कि। अब यसले हामीलाई त्यो पैसा पनि निकाल भनेको भन्न चाहिँ यहाँनिर मिनिमम कोर क्यापिटल चाहिँ कति आवश्यक पर्छ त त्यो निकाल भन्दैछ। मिनिमम कोर क्यापिटल पनि निकाल्दिउँ ल यहाँनिर। मिनिमम कोर क्यापिटल यो मिनिमम कोर क्यापिटल निकाल्नको लागि चाहिँ हामीले टोटल रिस्क वेटेड एसेट्स कति छ हो त्योसँग मिनिमम कोर क्यापिटलको रेसियो चाहिँ मल्टिप्लाई गर्नु पर्यो ल।
यो भनेको हामीहरुको टोटल 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 रिस्क वेटेड एक्सपोजर, टोटल रिस्क वेटेड एक्सपोजर इन्टु मिनिमम कोर क्यापिटल रेशियो, मिनिमम कोर क्यापिटल रेशियो चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ है। अब यो टोटल रिस्क वेटेड एक्सपोजर भन्ने कति छ भने त यो भनेको 353,369.947 छ। यसको 6% गर्नु पर्यो। मिनिमम कोर क्यापिटल रेशियो 6% दिएको छ नि त, त्यही भएर यसको 6% गर्नु पर्यो। यो कति आउँछ 353,369.947 को कति पर्सेन्ट 6% गर्नु पर्यो। 6% गर्दाखेरि 21,202.1 एकलाई 2 नै बनाइदिउँ न, 21,202.2 मिलियन आउने रहेछ। यसरी हामीले यो क्याल्कुलेसन गर्नु पर्यो ल। ल यो पनि हामीले निकाल्यौं है। यहाँनिर हामीलाई तीनटा कुरा क्याल्कुलेसन गर भनेको छ यसले। सुरुमा हामीलाई कोर क्यापिटल रेशियो क्याल्कुलेट गर भन्नु, अनि मिनिमम कोर क्यापिटल कति आवश्यक पर्छ त्यो निकाल भन्नु, अनि क्यापिटल एडेक्वेसी रेशियो क्याल्कुलेट गर भन्दैछ। अब यो क्यापिटल एडेक्वेसी रेशियो पनि हामीले क्याल्कुलेट गरिदिनु पर्यो ल। क्यापिटल एडेक्वेसी रेशियो पनि हामीले यहाँनिर क्याल्कुलेट गरिदिनु पर्यो। क्यापिटल एडेक्वेसी रेशियो भन्नु पर्यो। क्यापिटल एडेक्वेसी रेशियो भन्नु पर्यो। क्यापिटल एडेक्वेसी रेशियो यो निकाल्नको लागि हामीले टोटल क्यापिटललाई के गर्नु पर्यो भनेदेखि टोटल क्यापिटललाई चाहिँ हामीले टोटल रिस्क वेटेड एक्सपोजरले भाग गर्नु पर्यो। टोटल रिस्क वेटेड एक्सपोजरले भाग गर्ने अनि इन्टु 100 गर्नु पर्यो। अब टोटल क्यापिटल कसरी आउँछ भनेदेखि यो कोर क्यापिटल र सप्लिमेन्टरी क्यापिटललाई जोड्यो भने चाहिँ टोटल क्यापिटल आउने हो के। यहाँ हामीलाई कोर क्यापिटल पनि दिएको छ है, कोर क्यापिटल दिएको छ, सप्लिमेन्टरी क्यापिटल दिएको छ। यो दुईटालाई जोड्यो भने टोटल क्यापिटल आउने। यो दुईटालाई जोड्दियौँ 98,000 अनि प्लस यो भनेको 15,500 छ हैन, 15,500 छ अनि डिवाइडेड बाइ अब टोटल रिस्क वेटेड एक्सपोजर कति आएको थियो हामीहरुको। टोटल रिस्क वेटेड एक्सपोजर भनेको 353,369.947 आएको थियो हैन र। यो हामीले गर्नु पर्यो ल। यो क्याल्कुलेसन गरौँ त कति आउँछ। यो क्याल्कुलेसन गर्दाखेरि कति आउँछ भनेदेखि माथि 98,000 छ, 98,000 प्लस 15,500 डिवाइडेड बाइ 353,369.947 गर्दाखेरि यति आयो, इन्टु 100 गर्दाखेरि यहाँ आउँछ 32 यसलाई 1-2% बनाइदिउँ है। 32.12% आउँदो रहेछ। 32.12% चाहिँ क्यापिटल एडेक्वेसी रेशियो आयो। यहाँनिर एन्सर हामीहरुको मिलिरहेको होला, 32.12% आएको छ। अब यहाँनिर हामीहरुको एन्सर फरक परे तापनि यो 3 भनौँ न लगभग 3 मिलियन जतिले फरक परे तापनि एन्सर चाहिँ मिलिरहेको छ है त। ल अब यो पनि भयो ल। यो पनि हामीले क्याल्कुलेसन गर्यौं। अब एफ नम्बरको हेर्नु त। एफ नम्बरमा हामीलाई अर्को क्वेशन सोधिरहेको रहेछ। अब एफ नम्बरमा चाहिँ के भन्दैछ त क्वेशनले, सुरुमा त्यो क्वेशन चाहिँ पढौं। क्याल्कुलेट रिक्वायर्ड क्यापिटल फन्ड। रिक्वायर्ड क्यापिटल फन्ड चाहिँ निकाल भन्दैछ। If required capital is 11% of the total risk weighted exposure, required capital fund चाहिँ कति चाहिन्छ अरे त। यदि यो रिक्वायर्ड क्यापिटल चाहिँ 11% छ भने, टोटल रिस्क वेटेड एक्सपोजरको 11% छ भने के भन्छ क्यापिटल फन्ड चाहिँ कति आवश्यक पर्छ भनेर भन्दैछ है। डज द बैंक ह्याभ एडेक्वेट क्यापिटल टु सपोर्ट इट्स एक्सपोजर भन्दैछ। अब यो हामीले क्याल्कुलेसन गर्नु पर्यो। रिक्वायर्ड क्यापिटल फन्ड क्याल्कुलेसन गरौँ ल। रिक्वायर्ड REQUIRED रिक्वायर्ड क्यापिटल फन्ड हामीले यो क्याल्कुलेसन गर्नु पर्यो। यो क्याल्कुलेसन गर्नको लागि यो टोटल रिस्क वेटेड WEIGSTD वेटेड एक्सपोजर इन्टु यो रेशियो भनौँ न, यो क्यापिटल यो मिनिमम रेशियो भनौँ न, मिनिमम
रेसियो यसको रेसियो कति दिएको छ त हामीलाई मिनिमम रेसियो भनेको 11% दिएको छ 11% बाट निकाल्नु पर्यो 353,369.947 छ यसको 11% निकाल्नु पर्यो यसको 11% कति आउँछ 353,369.947 को 11% भनेको यो आउँछ 38,870. यतातिर कति बनाऊँ यसलाई 7 बनाइदिउँ है ल यति मिलियन चाहिँ चाहिने रहेछ ल यसरी हामीले निकाल्नु पर्यो है अब यसले हामीले अर्को क्वेशन के सोधिरहेछ डज द बैंक ह्याभ एडेक्वेट क्यापिटल टु सपोर्ट इट्स एक्सपोजर भन्दैछ के बैंकसँग चाहिँ पर्याप्त क्यापिटल छ भन्दैछ हैन यो यसको यो एक्सपोजरलाई चाहिँ सपोर्ट गर्नको लागि बैंकसँग पर्याप्त टोटल क्यापिटल छ त यो क्यापिटल फन्ड चाहिँ टोटल छ त सरी क्यापिटल फन्ड चाहिँ एडेक्वेट रूपमा छ त भनेर भन्दैछ अब यहाँनिर हेर्नु है तपाईले के कुरा बुझ्नु पर्यो भनेदेखि यो दुई तरिकाबाट हेर्दा हुन्छ रेशियोबाट हेर्दा पनि भयो पैसाबाट हेर्दा पनि भयो के रेशियोबाट हेर्दाखेरि मिनिमम रेशियो भनेको यो क्यापिटल फन्डको 11% छ अनि हैन 11% छ यस योसँग यो बैंकको यो रेशियो भनेको 32.12% छ भनेको पर्याप्त मात्रामा छ के पर्याप्त मात्रामा छ पैसाबाट हेर्दाखेरि जम्मा 38,870.7 मिलियन टोटल क्यापिटल फन्ड चाहिन्छ तर यो बैंकले कति राखिराछ त बैंकले भनेको दुईटा जोड्दाखेरि जति आउँछ त्यति राखिराछ भनेपछि पर्याप्त मात्रामा छ के यो रिक्वायर्ड क्यापिटल फन्ड भन्दा धेरै छ नि त यो टोटल क्यापिटल धेरै छ नि त 98,000 र 15,500 जोड्दाखेरि कति आउँछ 98,000 र 15,500 जोड्दाखेरि कति आउँछ 98,000 प्लस 15,500 जोड्दाखेरि 1,13,500 छ के टोटल क्यापिटल चाहिँ कति छ त टोटल क्यापिटल भनेको 1,13,500 छ हैन जम्मा यति छ जम्मा आवश्यक चाहिँ कति पर्थ्यो त आवश्यक भनेको 38,870.7 मिलियन मात्रै आवश्यक पर्थ्यो तर 1,13,500 छ भनेपछि पर्याप्त मात्रामा छ यति भयो यति मिनिमम यति हुनुपर्ने हो तर बैंकसँग यति छ भनेपछि पर्याप्त मात्रामा छ तपाईले पर्याप्त मात्रामा छ भनेर लेखिदिनु पर्यो यो एक्सपोजरलाई चाहिँ सपोर्ट गर्नको लागि बैंकसँग पर्याप्त मात्रामा क्यापिटल फन्ड चाहिँ छ भनेर लेखिदिदा भयो है त रेशियोमा हेर्दाखेरि 11% राख्नु पर्थ्यो तर 11% भनेको मिनिमम राख्नु पर्ने हो कि यति चाहिँ राख्नु पर्यो तर 32.12% राखेको छ झन्डै 3 गुना छ भनौं न हैन झन्डै 3 गुना बढी क्यापिटल चाहिँ छ यसरी तपाईले लेख्नु पर्ने हुन्छ है त ल आजलाई हामी यति नै गर्छौं अब यो सक्यो हामीले यो हिसाब गरिसक्यौं आई होप तपाईले बुझ्नु पनि भयो होला अब यो एकैचोटीमा बुझ्न अलिकति गाह्रो पर्छ त्यही भएर भिडियोलाई रिपिटेड हेर्ने बुझिहालिन्छ अब यो टाइपको क्वेशन्सहरु आउँदाखेरि चाहिँ तपाईलाई यही तरिकाबाट आउने अलिअलि भ्यालुहरु चेन्ज गरिदिन्छ हामीले सल्भ गर्ने तरिका चाहिँ यही नै हो अब आजलाई चाहिँ हामी यति नै गर्छौं तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक पनि गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला आजलाई चाहिँ हामी यति नै गर्छौं सी यु इन द नेक्स्ट भिडियो है त